सानो रहेछ उ रामसिंहले जित्छ होला रामसिंह गुरु हो यो तर डरो हान्दा त्यो सानो बाछो भने कडा जुत्ता रहेछ ल ओइ के हो ओइ त्यसलाई थकाउँछ अब बल छैन ए यो सिंहले त उचालिदिनु रहेछ त्यो कालो भन्छ यो त कति सानो सानो नि यो त आसे गुरुसँग जुत्नु पर्ने रहेछ सिंह पुग्लिन्छ होला भान्सा ध्यान पुग्लिन्छ जसले जेसै त्यसै अब तँसँग हाने है ओए त्यो पनि हान्छ सिंह झर्छ कालो दिन्छ रे छिपेको नि गोरु ध्यान नि आएर त झर्छ भान्सा यो यत्रो छ त्यो अब दाइले नि खुवाएछ भाइ यत्रो गर्ने उचाल्ने नि यस्तो बेला हान्यो भने त हार्छ स्योर यार थाकिसक्यो त्यो गुरु त हार्छ अब त हार्छ भन्छ हार्छ माथेर आएको है ओह्रालो थाक्यो मेरो माथि खानु नानी रहेछ कि यसले यस्तो बेला नानी रहेछ हान्यो भने त हार्छ यो गुरु त यस्तो काँच पुतिने बेला हान्यो भने त हार्छ यो गुरु त सेक्न बस्छ लट्ठी लिएर ल हार्छ होला रामसिंहले अघि त्यो गुरुसँग लाउनु पर्ने के हानेको भाइ यसले जितिसक्थ्यो यार खोइ यस्तो पाउँदाखेरि त हान्दै पो काँध अघि फालिसक्यो है उचाल्नै सकेन यो सोनेर हालिदिन्छु यस्तो बेला हान्यो भने हार्दै सिगरी हार्दै खोइ अनि यो कुरा चिपे खा समात त पुग्छ हार्छ हार्छ यस्तो कहाँ दिन बेलामा हान्दियो भने त ऊ हारिहाल्छ नि सिउरे हान्दा त हान्दैन टक्कर राखिरहन्छ
त्यो रातो छ नि यहाँ त्यो जग्गालाई दिनु त्यो ओ ज्वाइँ रातो त्यो जसलाई दियो हजुर मोटे बाटमा ठुलो बाटमा त्यहाँ झरिसकेको थियो है गोरु चाहिँ रोग राम्रो चटक्क परेको क्या रातो हरिमल भन्दै खोइ त कस्तो कुरोले काठ पायो भने यसलाई उदाल्छ हेरेर खालिदिन्छ त्यो यादवको कुरो जितेछ अघि नि आँखै पर्छ के हो त्यसलाई फालिदिएको त्यसलाई फालिदिएको सुरुमा योसँग जुदा पनि हुन्थ्यो नि कस्तो बल गरेको है नपल्टाइ नि भग भग हान्यो भने त भाग्छ नि काँधले त हाल्दै यार